नमस्कार मित्रहरू, म आज नेपाली कागज धुपबाट नेपाली कागज काट्नु गइरहेको छु। हेर्नुहोस् है त, म यो चाहिँ 1 कोरी हो, 200 वटा 220 को मुठा हुन्छ। म यहाँ अब म चाहिँ यहाँ काट्ने जति चाहिँ सबै छुट्याउँछु, 5 वटा। हेर्नुहोस् है त, म कागज छुट्याउँछु कत्रो हुँदो रहेछ, हेर्नुहोस् है त। यत्रो हुन्छ, यत्रो ठुलो। यसलाई यसरी गर्ने, 5 यसलाई एउटा एउटा गरेर मिलाउने। यसमा अलिअलि फोहोर हुन्छ बनाउने बेलामा, यो कागज बनाउने बेलामा। 2 यसरी मिलाउनु पर्छ, काट्दाखेरि राम्रो हुन्छ मिलायो भने। यसरी निकाल्ने, यसलाई सट यो जो टाँसेको हुन्छ यो यत्रो ठुलो हुन्छ। यसलाई यसरी राख्ने। यो 3 पिस हो, 4 पिस हो। पाँच पिस। अनि यसलाई यसरी मिलाउने। यस्तो भएपछि म यसरी मिलाउने। यो कागज सफै छ, धेर सफा गर्नु पर्दैन। यसरी पटाउने, यसरी यसरी मिलाउने। फेरि यसलाई नि यसरी पटाउने, यसरी मिलाउने। यो अब यो चाहिँ म काट्नु गइरहेको छु है त। अब म यो पटाउँछु। यो चाहिँ मैले यति दोब्यायो, यहाँ लाइन बसेछ, हेर्नुहोस् त। यही लाइनमा चाहिँ 1 कैँचीले सट्टै यही लाइनमा काट्ने हो। यसरी हेर्नुहोस् है त राम्रोसित। यसलाई यो बीचमा टुक्राउने। यसलाई नि फेरि यसको धार हुन्छ, यसरी भित्र छिराउने, कैँची यसरी काट्ने। यसलाई नि यसै गर्ने। यसरी भित्र छिराउने अनि कैँची छिराउने, यसरी काट्ने। हेर्नुहोस् त, 3 लम्बाइ 10 हो, 10 इन्च, चौडाइ 2 इन्च। फेरि यसरी दोपर्ने, यही धाराइमा यसरी काट्ने, सजिलो हुन्छ। मलाई नि पहिला अप्ठ्यारो भए जस्तो लागेको थियो, अहिले सजिलो लागेको छ मलाई हात बसेपछि। यसलाई यसरी टुक्राउने, फेरि यसरी पटाउने, यसरी मिलाउने, यसरी मजाले थिचेर पटाउने। यसरी धाराइमा लाइनमा, यसको लाइनमा पटाउने, लाइनमा यहाँ नाप्नु नि पर्दैन, केही गर्नु पर्दैन। यो यसरी पटाएर यसरी काट्ने।
यसलाई म फेरि पटाउनु गइरहेको छु यहाँ यसरी थिच्ने यसरी यही लाइनमा सर्ट लाइनमा कैँची पार्ने यसरी नै हो काट्ने कागज काट्ने तरिका चाहिँ यसरी नै हो एउटा एउटा काट्यो भने ढिलो हुन्छ 5 वटा यो चाहिँ बाँध्ने डोरी हो फेरि यसरी पटाउने यसरी मिलाउने थिचेर मिलाउने अनि यही लाइनमै छुरी अझै कैँची यहाँ राखेर लाइनमा राखेर काट्ने अनि फेरि यहाँ बीचमा टुक्रा पार्ने फेरि त्यस्तै पटाउने यसरी बेसकन थिच्यो भने लाइन बस्छ काट्नलाई सजिलो हुन्छ हेर्नुस् त यसो लाइन बस्छ यसरी लाइनमै कैँची राखेर काट्ने यसरी टुक्राउने फेरि म पटाउँछु यहाँ यसरी पटाएपछि थिचेर पटाएपछि लाइन बस्छ हेर्नुस् त यही लाइनमा काट्ने यसरी लाइनमै कैँची राखेर साट केही नि अप्ठ्यारो हुँदैन यो फेरि यो बीचमा टुक्रा पार्ने फेरि पनि हेर्नु त हजुर यहाँ पटाउँदैछु मैले यसरी थिच्ने यसरी अनि फेरि यसरी लाइन बस्छ लाइन बसेपछि यो लाइनमा यही लाइनमा कैँची राख्ने अनि यसरी काट्ने यसरी बीचमा कैँची हालेर सट्ट टुक्राउने फेरि यसरी नि पटाउने धेर बेर लाग्दैन कैँची यहाँ लाइनमै राख्ने यसरी काट्ने यसरी फेरि यसरी नि गर्ने यसरी मिलाउने यसरी धार बस्छ यही धारमै ठ्याक्कै राख्ने यसरी गर्ने यसरी टुक्राउने सजिलो छ यो काट्नलाई यसरी नि काटिरहने हो म एक दुईचोटि काटेपछि सजिलो हुन्छ यो एक दुईचोटि चाहिँ अप्ठ्यारै हुन्छ जानिँदैन अलि साह्रै हुन्छ धेरै बाक्लो पर्यो भने हातै दुखाउँछ त बानी परेपछि त ठिकै हुन्छ ल यो चाहिँ अलि साह्रै छ कागज अलि बाक्लो कागज परेछ यसपालि यसरी टुक्राउने ल मित्रहरू मैले पहिलाको भिडियोहरुमा नि यही कागज काटेको नि हालेछ सबै हेर्नु कसरी काट्दाखेरि चाहिँ हुँदा रहेछ हेरी सिक्नु होला सिके नि भनेर आश गरेछु यसरी नै हो अब चाहिँ सक्यो यति हो यो मिलाउने
हेर्नुहोस् त मैले यो कागज यति काटिसक्यो अहिले एकैछिनमा त्यत्रो ल हेर्नुहोस् त त्यत्रो कागज ठुलो कागज यत्रो सानो ठिक्कको साइजको भयो। यी हेर्नुहोस् त मैले यत्रो यत्रो ठुलो कागजको यत्रो सानो यत्रो बनाएँ। अब मुठा बाँध्छु म यसरी बाँधेर यस्तो बाँध्ने बाँध्यो नि यत्रो ठुलो कागजको अब मैले यत्रो पिस बनायो। साइज चाहिँ लम्बाइ चाहिँ 10 इन्च चौडाइ चाहिँ 2 इन्च यो। अब यो मैले अर्को नि काटेर राखेको छु यहाँ यति यस्तो राम्रो भयो। यो मुठा बाँध्नुलाई चाहिँ मैले यही बनाएको हो यसरी बाटेको हो। यसलाई मैले यसरी बाट्नुपर्छ। यो हेर्नुहोस् त यो डोरी यो बाँध्नुलाई बनाएको डोरी धुप बाँध्नुलाई यो कटपिस हो केही पनि खेरो जाँदैन कागजको। यो सबै यस्तै पिसहरूको बनाएको मैले यो डोरी सबैको राम्रो सबै राम्रो चाहिँ हुँदैन कोही कोही कटपिस निस्किन्छ। सबै यस्तो राम्रो चाहिँ हुँदैन कागजहरू काटपिस निस्किन्छ यस्तो निस्किन्छ। यो चाहिँ खेरो जाँदैन यो सबै डोरी बाट्ने हो यसको बन्नुलाई। धुप बाँड्नु चाहिँ अलि सानो हुन्छ यो चाहिँ अब डोरी बनाएर अलिकति यो काटपिसको चाहिँ डोरी बनाएर डोरी बाटेर अनि यो बाँध्ने बनाउने हो। यो त्यही डोरीले बाँध्ने हो यो मुठा। अब यो यति कागज चाहिँ भोलि चाहिँ काट्ने हो। यो यति धेर छ तर एकैछिन मलाई चाहिने जति काटिसक्यो मैले यहाँ। यो चाहिँ भोलितिर काट्ने हो। यो चाहिँ म राख्छु अब यसलाई नि यसरी राख्ने हो यसलाई मिलाएर यसरी बाँधेर राख्ने हो। यो ठुलो साइज हुन्छ धेरै हुन्छ यो नेपाली कागज हो। यो यत्रो ठुलो हुन्छ। यो चाहिँ भोलि पर्सितिर काट्ने हो। यो यहाँ राख्छु यति धेर काटिसक्यो। अब मलाई भोलि पर्सिसम्म भइहाल्छ यसले 2 दिन चाहिने जति काटिहाल्यो। अब यो डोरी पनि यसरी राख्ने म चाहिने बेलामा मात्रै बाट्ने हो। यो ल है मित्रहरू कागज काट्ने तरिका यस्तै हो। मन पर्यो भने लाइक शेयर सब्सक्राइब गर्नु होला। हस्त नमस्ते।